साथीहरू शुभ बिहानी सबैजनालाई सन्चै आरामै हुनुहुन्छ। अनि आज चाहिँ म बिहान उठेर म अनि मेरो नन्द भएर चाहिँ वनमा चाहिँ खन्न गयौँ। बिहानको भिडियो चाहिँ बनाउन सकिएन, मोबाइल स्विच अफ भएको थियो नि त। अनि त्यो भएर स्विच अफ भइसकेपछि चार्जर लगाएर चाहिँ वन गएँ। च्याउ टिपेको भिडियो चाहिँ हजुरसम्म चाहिँ देखाउन सकिनँ। फाइनली साथीहरू हामी चाहिँ वनदेखि च्याउ लिएर घरमा आइपुग्यौँ। अब हेर्न आउँछ मेरो च्याउहरू उम्रिरहेको छ नि साथीहरू। हे भगवान्, हामीले प्लास्टिक चाहिँ सानो लगेर गएको कि, अनि त्यो सानो प्लास्टिक एकैछिन परेको कि यति सानो प्लास्टिकको कति नै च्याउ हुन्छ र होइन। अनि त्यसपछि उति बेला घोरिसक्यो। अनि नानीले च्याउलाई त ढक्काले हान्दै फाल्दै गरिरहेको कि। अनि त्यसपछि मैले भने फेरि त्यो च्याउ कहाँ फालेको, अनि आफूले नखाए पनि अरूले खानुहुन्छ, टिपेर लग्ने हो भनिसकेपछि हेर्नु साथीहरू हामी चाहिँ यो सल लगेर यता चाहिँ सल देखाइदिनुहोस् ल। सल लगेर गएर अनि सलमा चाहिँ यति च्याउ लिएर आयौँ। हजुरहरूलाई मनपर्छ कि पर्दैन, यस्तो टाइपको छ। अनि च्याउ चाहिँ कुन हो भन्नुलाई होइन, यो चाहिँ हाडी च्याउ हो। च्याउ आफूले चाहिँ चिनेर खायो भने कहिले पनि लाग्दैन। यो चाहिँ रक्त्या च्याउ भन्छौँ हामीले होइन। त्यसपछि चाहिँ यो सल्लेहरू पनि अलिअलि उम्रेको छ। त्यसपछि पट्ट्याउहरू पनि छ साथीहरू होइन। मनपर्छ कि पर्दैन च्याउहरू। अब मैले चाहिँ हिजो र अस्ति चाहिँ मेरो व्रत थियो नि त, सोमबार र मङ्गलबारको व्रत 2 दिनको। आज चाहिँ खानु पर्ला भनेर सोचिरहेको थिएँ। त्यसपछि चाहिँ फेरि आज चाहिँ हजुरबाको श्राद्ध भएको हुनाले आज पनि खाना नमिल्ने भयो। अब हजुरहरू आउनुहोस्, हजुरहरूलाई मनपर्छ भने आएर लग्न सक्नुहुन्छ है त। बाई बाई। हस्, धन्यवाद मेरो भ्लगबाट। बाई बाई।